आज हामी तपाईलाई लिएर जाँदैछौँ समयभन्दा पनि परको एक पवित्र यात्रामा, जनकपुर धामको एक महत्त्वपूर्ण कथामा, जहाँ पृथ्वीले स्वयं आफ्नो काखबाट एक देवीलाई जन्म दिएकी थिइन्। यदि तपाईँ सच्चा सनातनी हुनुहुन्छ भने च्यानललाई अवश्य सब्स्क्राइब गर्नुहोला तथा भिडियोलाई लाइक गरिदिनुहोला। यो कथा हो मर्यादा, त्याग र शुद्धताको प्रतिमूर्ति माता सीताको। त्यो समय थियो जब मिथिला राज्य धर्म, ज्ञान र न्यायको प्रकाश थियो। त्यहाँका राजा न्यायप्रिय, तपस्वी र धर्मात्मा थिए। उहाँको नाम राजा जनक थियो। राजा जनक केवल सिंहासनका राजा थिएनन्। इतिहास अनुसार राजा जनकलाई राजऋषि पनि भनिन्छ। राजा जनक एउटा प्रजाप्रेमी हुनुका साथै एउटा ज्ञानी ऋषि पनि थिए। उनी राजा हुनुका साथै ऋषि धर्मको पनि पालन गर्नुहुन्थ्यो। राजा जनक कहाँ ठूला ठूला ऋषिमुनिहरू पनि ज्ञान प्राप्त गर्न तथा सल्लाह पनि लिन आउने गर्थे। त्यो समयमा राजा जनकलाई हरेक देशले पनि सम्मान गर्ने गर्दथे। यसरी समय बितिरहेको थियो। अचानक राजा जनकको राज्यमा एक वर्ष सुक्खा पर्न गयो, जसको कारणले गर्दा बोट बिरुवाहरू सुक्न थाले। जीव जन्तुहरू पानी पिउन नपाएर छटपटिएर मर्न थाले। चारैतिर हाहाकार मच्चियो। देशका जनताहरू पनि पानीको अभावले मर्न थाले। यसरी समस्या दिनदिनै गम्भीर हुँदै गइरहेको थियो। केही दिनपछि जनताहरू निराश भएर राजासँग गुहार गर्न पुगे। राजाले केही दिनभित्रै समस्याको समाधान गर्ने बाचा समेत गरी सम्पूर्ण प्रजाहरूलाई आफ्नो घर जाने आदेश दिए। त्यसपछि राजा जनक आफ्नो गुरु सतानन्द कहाँ पुगेर समस्याको समाधान बारे कुनै उपाय निकाल्न अनुरोध गरे। गुरुजीले खोज तथा अनुसन्धान गरी बताए कि जब राजा जनक अर्थात् हजुर आफै हलो जोत्नुहुन्छ, त्यसपछि मात्र तपाईको राज्यमा पानी पर्छ र सम्पूर्ण समस्याको समाधान हुनेछ। यसबाहेक अर्को कुनै पनि विकल्प नरहेको बताए। राजा जनकले भने, यदि मैले हलो जोतेर पानी पर्छ भने म आफ्नो प्रजाहरूका लागि जीवनभरि हलो जोतिरहन्छु। राजा जनक राजदरबार फर्के र राजाले हलो जोत्नका लागि सबै व्यवस्था मिलाई आफ्नो महारानी सुनैना, गुरुजी तथा प्रजा समेत खेतमा पुगे। खेतमा गएर राजा जनक हलो जोत्न थाले। खेतमा हलो जोत्दै धरतीप्रति कृतज्ञता प्रकट गर्न। राजा जनक पवित्र भूमिमा हलो चलाइरहेका थिए। हलो पृथ्वीमा गहिरिँदै गयो। अचानक हलोको फाल कुनै कठोर वस्तुसँग ठोकियो। राजा जनक अचम्मित भए। गोरुहरू हलो तान्न असमर्थ भए र त्यसपछि राजाले आफ्ना केही प्रजाहरूलाई त्यस ठाउँमा खन्न लगाए। जब जनताहरू खन्न थाले, खन्ने क्रममा एउटा पुरानो र सुन्दर बाकस भेटियो। त्यसपछि राजाले बाकस खोल्न लगाए र खोलेपछि देखियो सुनौलो प्रकाशले घेरिएको एक सुन्दर शिशु। त्यो शिशु सामान्य थिएन। उसको अनुहारमा अद्भुत शान्ति थियो। आँखामा करुणा र शरीरबाट दिव्य तेज झल्किरहेको थियो। राजा जनक स्तब्ध भए। उनले बुझिसकेका थिए यो साधारण सन्तान होइन, किनकि यो शिशु आमाको गर्भबाट जन्मिएकी थिइनन्। राजा जनक त्यो शिशुलाई काखमा लिने बित्तिकै आकाशलाई बादलले ढाक्यो र ठूलो मेघ गर्जन भयो र जोडले पानी पर्न थाल्यो। राजा र प्रजा लगायत सबैजना खुसी भए र केही त नाच्न थाले। यसरी मिथिलाको सङ्कट समाप्त भयो र राजा जनक त्यो कन्यालाई आफ्नो साथमा लगे र आफ्नो पुत्री मानी पालन पोषण गर्न थाले। उनी जन्मिएकी थिइन् सिधै पृथ्वीको काखबाट। त्यसैले उनको नाम राखियो सीता, अर्थात् हलोले जोतेर बनेको रेखालाई सीता भनिन्छ। सीता हलो जोत्ने क्रममै प्रकट भएको कारणले उनको नाम सीता राखियो। राजा जनकले उनलाई आफ्नो छोरीको रूपमा स्वीकार गरे। मिथिलाको दरबार धन्य भयो। पृथ्वीले दिएको वरदान, मिथिलाकी राजकुमारी बनिन्। माता सीता दरबारमा हुर्किन्, तर उनको मन सधैँ सरल, शुद्ध र करुणामय रह्यो।
बाल्यकालदेखि नै उनको स्वभावमा त्याग, सहनशीलता र धर्म झल्किन्थ्यो। उनको जन्म नै सन्देश थियो। उनी सधैँ पृथ्वी जस्तै सहनशील थिइन्, सत्य, शक्ति तथा नम्रताको प्रतीक थिइन्। पछि यही माता सीता मर्यादा पुरुषोत्तम श्री रामकी अर्धाङ्गिनी बनिन्। तर त्यो अर्को पवित्र कथाको अध्याय हो। देवी सीताको जीवनी बारे पछि चर्चा गर्नेछौँ। आज हामीले सुनेको यो जन्म कथा हामीलाई सिकाउँछ, जहाँ धर्म हुन्छ त्यहाँ देवी पनि प्रकट हुन्छन्। जहाँ अहङ्कार हुँदैन त्यहाँ ईश्वर स्वयं अवतरित हुन्छन्। आजको भिडियो हजुरलाई कस्तो लाग्यो कमेन्ट अवश्य गरिदिनुहोला। फेरि भेटौँला अर्को भिडियोमा। तबसम्मका लागि बिदा दिनुहोस्। राधे राधे।